हेलो हाई गुड मर्निङ सन्चै हुनुहुन्छ। म चाहिँ आज गोठतिर लागेको है। सक्नुहुन्छ कुवाको पानी कति मिठो कुवाको पानी मिठो। गोठतिर लागेको म चाहिँ हेर्न सक्नुहुन्छ मकै गोड्ने बेला भइसक्यो। दुई चार दिनपछि गोड्ने हो मकै। म चाहिँ छड्के टोपी उधालो बोकेर माथि गोठ हिँडेको। त्यहाँ गएर चाहिँ गोरुको गोबर सोहोर्नु पर्ने छ, त्यसैले कोदालो लागेको मकै गोड्न हिँडेको है गाइस। हिजो रातिको हुरी बतासले हल्का पानीले गर्दा मौसम चाहिँ यतिको भइरहेछ गाइसहरू हेर्न सक्नुहुन्छ। अनि हिँडिरहेको छु कालो बाटोमा। टाढो छ हिँड्नलाई, टाढो छ क्या टाढो। कोदालो जस्तो हिँड्न सक्नुहुन्छ। बाटो हिँड्दै हिँड्दै फिर कोही ठाउँ चाहिँ वहाँ हमें गोठ आइपुग्न लाग्ने गाइजहरू, गोठ आइपुग्न लाग्ने काम छ। यो चाहिँ हाम्रो मकै हो गाइज। बारीको मकै मौसम दामी चलाइज गर्छ दामी। म चाहिँ गोठ आइपुग्नु लागेँ। मेरो गोठ त्यहाँ छ, यता चाहिँ मेरो बारी हो। अब पर्सि शनिबार होला खेतालो लगाएर मकै गोड्नु पर्ने छ। भिडियोमा देखाउँछु नि भाइसँग। यत्रो भयो मकै खानु चाहिँ गोठ आइपुग्यो है। मेरो गोठ आइपुग्यो। लाल्मी हिजोको हुरी बतासले त उडाइदिएछ त नि घाँस। मेरो गोरुहरू यो मल चाहिँ सोहोर्नु पर्ने छ। अब ए के छ फुर्के के छ के छ फुर्के। ए लाल्मीलाई घाँस खाने हो, गोबर सोहोरेर खाने हो। गोबर सोहोरेर गाइसहरू हेर्न त अहिलेको
त्यति धेरै मल यता चाहिँ सकियो। अब यो त छ नि बाँकी हेर्नु त यति छ बाँकी। अलि गाह्रो लाग्ने ओके मेरो फुर्कियो गाह्रो लाग्नु पर्छ। यति बाँकी छ यति फाल्नु यति गाई छ। लु गोरुहरूको सुत्ने ठाउँ सफा भयो। अब चाहिँ फिनिसिङ हेर्नुहोस् त्यो थियो कस्तो भयो कस्तो थियो कस्तो भयो एकदम। हेलो गाइजहरू भिडियो कस्तो लाग्यो? भिडियो राम्रो भएमा नराम्रो भएमा हेरिदिनु होला। लाइक तल सब्सक्राइब पनि गरेर हेल्प गरिदिनु होला गाइस। आजलाई चाहिँ यति नै। ओके बाई।